ल हेर्नुहोस्, रातो माछा चाहिँ यस्तो कलरको हुन्छ। यो रातो देखेर नडराउनु होला। नमस्ते साथीहरू। ल हेर्नुहोस्, आज चाहिँ मैले तपाईहरूलाई दुई थरीको ट्राउट माछा देखाउन गइरहेको छु। यो चाहिँ सेतो खालको सेतो मासु भएको ट्राउट माछा हो। यो चाहिँ रातो मासु भएको ट्राउट माछा हो। यो चाहिँ एउटै फार्म एउटै पानी भए पनि दानाको कारणले चाहिँ सेतो र रातो हुन्छ। अब हाम्रो चाहिँ नेचुरल यहाँ बनाउने दाना, आफैले बनाउने दानाहरू चाहिँ सेतो हुन्छ र रेडिमेड दानाहरू खुवाउँदा चाहिँ रातो मासु हुन्छ। नेचुरल दानाहरू बनाएको हुन्छ, यसको मासु चाहिँ सेतो हुन्छ। र यो चाहिँ बजारमा डिमान्ड धेरै छ, तर रातो माछाहरू धेरै उत्पादन हुँदैन र यो रातो माछा चाहिँ महँगोमा पनि बिक्री हुन्छ। यसको उत्पादन धेरै नभएको कारणले अब यो सेतो माछा चाहिँ जताततै प्रशस्त रूपमा पाइन्छ, रातो चाहिँ कम पाइन्छ। ल हेर्नुहोस्, यस्तो रातो हुन्छ। ल हेर्नुहोस्, देख्दै खाउँ खाउँ लाग्दो हुन्छ है। यहीँ दाना उत्पादन गरेको दाना खुवाएको ट्राउट हो। यो चाहिँ त्यस्तो रातो हुँदैन, यो चाहिँ नर्मल वाटर कलरको हुन्छ। ल हेर्नुहोस्, यो चाहिँ यस्तो हुन्छ। फरक रातो र सेतो मात्रै हो, टेस्टमा केही फरक छैन। रातो माछा देखेर चाहिँ डराउनु झस्किनु पर्दैन, निर्धक्क भएर खानु होला है। ल हेर्नुहोस्, रातो माछा चाहिँ यस्तो कलरको हुन्छ। यो रातो देखेर नडराउनु होला, झन् राम्रो खाउँ खाउँ लाग्दो हुन्छ। स्वाद उस्तै हो, डराउनु पर्दैन। बजारमा रातो ट्राउट आयो भने पनि खुसी भएर खानु होला, यो झन् दुर्लभ हो है।